सो हाई एभ्रिवान, एज द वेदर डिमान्ड्स हियर मलाई चाहिँ एकदमै गरम गरम केही खानु मन लाग्यो। त्यही भएर मैले चाहिँ डिसाइड गरेँ पकौडी अनि चाय बनाउँछु भनेर। बट पकौडी भन्दा पनि मलाई चाहिँ एकदमै मनपर्छ आलुचप। एट फर्स्ट मैले चाहिँ आफ्नो लागि आलुचप बनाएँ, त्यसपछि बनाएँ मैले पकौडी। बट आलुचप बनाउँदा बनाउँदा मेरो यता हस्बेन्ड र देवरले खत्तम पारिदिनु भएछ मेरो आलुचप। त्यही भएर मैले चाहिँ आलुचप खत्तम हुन्छ भनेर अलिकति टुक्रा चाहिँ मैले बचाएर आफ्नो लागि राखेँ इन द सेन्स मैले चाहिँ खाँदै पकाएँ, बिकज त्यो राख्यो भने त्यो टुक्रा पनि उनीहरूले खाइदिन्छ भनेर। त्यही भएर मैले चाहिँ खाँदै पकाउन थालेँ। सो आजको हाम्रो यहाँको वेदर चाहिँ एकदमै दामी भइरहेको छ, बिकज इट्स नोभेम्बर। सो वेलकम नोभेम्बर। अब नोभेम्बर भनेपछि विन्टर पनि आयो भन्दा नि हुन्छ। कोलाई यो विन्टर सिजन मनपर्छ जस्ट कमेन्ट डाउन बिलो। मलाई चाहिँ एकदमै मनपर्छ विन्टर सिजन। एन्ड एट लास्ट थ्याङ्क यू फर वाचिङ माई भिडियो। तब तक के लिए बाय बाय।